यदि अहिले नै भूकम्प, बाढी, पहिरो, विपदहरू आइपर्यो भने तपाईँहरू के गर्नुहुन्छ? के तपाईँलाई आफू र आफ्नो परिवारलाई कसरी सुरक्षित राख्ने भन्ने केही जानकारी छ? यदि छैन भने यो भिडियो अन्त्यसम्म हेर्नुहोला। Hello everyone, I am Manisha Ghimde. Welcome to my YouTube channel. अहिले नै भूकम्प आयो भने पहिलो 10 सेकेन्डभित्र के गर्ने भनेर तपाईहरुलाई केही जानकारी छ? आज यस भिडियो मार्फत DRR अर्थात् विपद जोखिम न्यूनीकरण भित्र पर्ने अर्थक्वेक नेपालीमा भन्नुपर्दा भूकम्पको बारेमा केही सामान्य जानकारी लिएर आएकी छु। अब भूकम्प भनेको त सर्वसाधारणहरुलाई थाहा नै छ हैन। हाम्रो नेपालमा पनि यो पछिल्लो समयमा भएको भूकम्पले ज्यादती मचाएको थियो र सर्वसाधारणमा असर पनि क्षति पनि पारेको थियो। अब सामान्य भाषामा भूकम्प भनेको के हो भनेर बुझ्दाखेरि जमिन हल्लिने प्रक्रियालाई भूकम्प भनेर हामी मान्छौं। तर पृथ्वीमा रहेका टेक्टोनिक प्लेटहरू एक आपसमा ठोक्किदा जुन दबाव उत्पन्न हुन्छ, जुन ऊर्जा उत्पन्न हुन्छ, त्यसले गर्दा हाम्रो जमिन हल्लिने हुन्छ। त्यसलाई नै हामीले के भन्छौं त भूकम्प भन्छौं। अब यो थोरै म्याग्निट्युडको धेरै म्याग्निट्युडको अनुसारले यसले क्षति पुर्याउन सक्छ। भूकम्पका कारण घर भवनहरुमा क्षति हुन सक्छ, हाम्रो ज्यानको क्षति हुन सक्छ अथवा व्यक्तिको मृत्यु हुन सक्ने सम्भावना हुन्छ। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चाहिँ प्रभाव पारेको नै हुन्छ। नेपाल जस्तो देश भौगोलिक अवस्थाका कारण भूकम्पको उच्च जोखिममा रहेको पाइन्छ। त्यसैले हामीले जान्नुपर्ने कुराहरू चाहिँ के हो भन्दाखेरि घर वरिपरि त्यस्ता हाजार्डहरू छन् कि छैनन् जसले गर्दा प्रत्यक्ष तपाईलाई असर पर्न सक्छ। तपाईको घर रेट्रोफिट अर्थात् भूकम्प प्रतिरोधी क्षमता भएको घरहरू निर्माण गर्नु भएको छ कि छैन त्यो जानकारी लिइराख्नुहोस्। तपाईको वरपरका घरहरू सुरक्षित छन् कि छैनन्, त्यसले गर्दा तपाईलाई पछि समस्या आउन सक्छ कि सक्दैन, यस्ता कुराहरुमा ध्यान दिनुपर्ने। अब भूकम्प आउनु अघि कसरी सुरक्षित रहने त यसको बारेमा पनि केही जानकारी गरौँ है। अब हामी यसलाई चाहिँ पूर्व तयारी भनेर भन्छौं। कुनै पनि विपद आइपर्नु भन्दा पहिले नै अपनाउने उपायहरूलाई के भन्छौं त पूर्व तयारी भनेर भन्छौं। अब भूकम्पका पूर्व तयारीहरू के हुन् त? पहिलो नम्बरमा परिवारले इमर्जेन्सी प्लान तयार पार्नुहोस्। भनेको मतलब तपाईहरुलाई केही परिहाल्यो भने कुन बाटो निस्कने, कसलाई फोन गर्ने, इमर्जेन्सी नम्बरहरू, इमर्जेन्सी किटहरू अथवा फर्स्ट एड बक्सहरू, ग्र्याब ब्यागहरू यो सबै तयारी अवस्थामा रहनुपर्छ। अनि अर्को सुरक्षित स्थानहरू पत्ता लगाउने। यदि भूकम्प आएको बेलामा तपाई कुन ठाउँमा आफूलाई ड्रप कभर एन्ड होल्ड गर्न सक्नुहुन्छ, जस्तै टेबल मुनि, बेन्च मुनि, तपाईको घरमा एक्जिट रुम अथवा तपाई निस्कने बाटो, अर्को निस्कने बाटो कुनै सेफ बाटो छ भने त्यो बाटो पनि तपाईहरुले पत्ता लगाइराख्नु पर्ने जरुरी हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा इमर्जेन्सी किट अथवा फर्स्ट एड बक्सहरू र ग्र्याब ब्याग चाहिँ तपाईहरुसँग हुन एकदमै जरुरी छ। किनभने त्यसमा तपाईलाई चाहिने सामानहरू, आवश्यक सामानहरू तपाईले लिएर त्यो घरबाट अथवा कुनै पनि ठाउँबाट सुरक्षित स्थानमा जान सक्नुहुन्छ। अब अर्को पूर्व तयारी भनेको तपाईको घर परिवार, विद्यालयहरू अथवा तपाईको कार्यस्थल काम गर्ने अफिसहरूमा तपाईले अर्थक्वेक ड्रिल चाहिँ एकदमै गर्न जरुरी छ, जुन हो ड्रप कभर एन्ड होल्ड। पूर्व तयारीले चोटपटक कम गर्छ र स्वास्थ्य सुरक्षित राख्न मद्दत गर्दछ। अब अघि हामीले कुरा गरिसक्यौ भूकम्प आउनु भन्दा अगाडि पूर्व तयारीहरू के गर्ने। अब अर्को पक्षमा भन्नुपर्दा प्रतिक्रिया। अब प्रतिक्रिया भनेको के हो त? रेस्पोन्स भनेको के हो त भनेको तपाई जब भूकम्पमा परिराख्नु भएको छ, भूकम्प आइरहेको बेलामा के गर्ने यो पनि जानिराखौं है। अब भूकम्प आएको बेलामा सर्वप्रथम त शान्त रहनुहोस्, प्यानिक नहुनुहोस्। किनभने तपाई जति प्यानिक हुनुभयो अथवा तपाई जति आत्तिनु भयो तपाईलाई त्यति नै रिस्क खतरा हुने सम्भावना छ। किनभने तपाई दौडिन सक्नुहुन्छ, भाग्न सक्नुहुन्छ हैन। अब कुनै ठाउँमा गएर ट्र्याप पनि हुन सक्नुहुन्छ। त्यही भएर के गर्ने भन्दा सर्वप्रथम शान्त रहने। अब सेकेन्ड अप्सनमा आउँछ ड्रप कभर एन्ड होल्ड। तपाई जुन ठाउँमा हुनुहुन्छ, जहाँ हुनुहुन्छ ड्रप कभर एन्ड होल्ड गर्नुहोस्।
है। यसले चाहिँ तपाईँलाई सुरक्षित रहन मद्दत गर्दछ। तेस्रो कुरा, तपाईँहरू झ्याल, ढोका अथवा भारी सामानहरूको नजिक चाहिँ नबस्नुहोस्, किनभने जब जमिन हल्लिन्छ तब त्यो सामानहरू सबै कोल्याप्स हुन सक्छ हैन। त्यो सामानले तपाईँ माथि पर्न सक्छ अथवा त्यो सामानले तपाईँलाई हान्न सक्छ अथवा तपाईँ त्यो सामान माथि परेर तपाईँलाई ठुलो चोटपटक पनि लाग्न सक्छ। सो त्यही भएर यस्ताहरू वरिपरि चाहिँ अलि विचार पुर्याउनुहोस्। अब भूकम्पपछि के गर्ने त? हामीले पूर्व तयारी पनि पत्ता लगायौँ, भूकम्प भएको बेलामा के गर्ने भनेर पनि पत्ता लगायौँ। अब भूकम्प गइसकेपछि के गर्ने? भूकम्प सकिसकेपछि तपाईँ इभ्याकुएट हुने, अर्थात् एक्जिट डोरबाट तत्कालीन ढोकाद्वारा तपाईँ एउटा सुरक्षित स्थानमा जान सक्नुहुन्छ। तर तपाईँ सुरक्षित स्थानमा गइसकेपछि फर्केर फेरि पुनः पहिलो अवस्थामा नआउनुहोस्। यो तपाईँको लागि एकदमै खतराजनक हुन सक्छ। तपाईँ निस्किसकेपछि तपाईँका साथीभाइ, तपाईँका परिवारहरू सुरक्षित छन् कि छैनन् भनेर हेर्नुहोस् है। यदि सुरक्षित हुनुहुन्न भने आपतकालीन नम्बरमा कल गरेर बोलाउन सक्नुहुन्छ अथवा प्राथमिक उपचार दिने व्यक्तिलाई सम्पर्क गर्न सक्नुहुन्छ। अब त्यस्तो अवस्थामा आफूभन्दा ठुला व्यक्तिले भनेको मान्नुपर्छ। सम्भव भएसम्म यदि तपाईँलाई केही ज्ञान छ, भूकम्प प्रतिरोधी सम्बन्धी केही ज्ञान छ भने तपाईँले साथीभाइ, परिवार र जो कोही पनि खतरामा देख्नु भएको छ उहाँहरूलाई मद्दत गर्न सक्नुहुन्छ। यो रह्यो आज छोटो र सरल तरिकाले मैले तपाईँहरूलाई भूकम्पमा के गर्ने, भूकम्प कसरी हुन्छ र कसरी बच्न सक्छौ भनेर केही सामान्य जानकारीहरू दिएँ। यदि तपाईँलाई यस्तै जानकारीहरू चाहिन्छ भने कृपया लाइक, सेयर एन्ड सब्सक्राइब गर्नुहोस्। भूकम्प सुरक्षा सबैको जिम्मेवारी हो। यो एक व्यक्तिको मात्र होइन, यहाँ रहने सम्पूर्ण व्यक्तिहरूको जिम्मेवारी हो यसबाट बच्ने र अरूलाई पनि बचाउने। जनचेतना, पूर्व तयारी, प्रतिक्रियाले तपाईँलाई विपद जोखिमबाट बच्न मद्दत गर्दछ। यस्तै खालको अरू भिडियो पनि तपाईँहरूलाई चाहिन्छ भने प्लिज कमेन्ट गर्नुहोला र लाइक, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोला।